नेपालबाट भर्खर आइरहेका भाइ बहिनीहरू चाहिँ काम पाउने चाहिँ सिचुएसन कस्तो अवस्था रह्यो? स्टुडेन्टलाई तपाईँ जापान आउने सजेसन म त नआउनु भन्छु ह्यान्ड क्यास गर्छु अब काम गर्छु भन्ने एकदम त्यो सोचेर अब आइयो भने जापान अब आउनेहरू अब हामी त महिनाबाट कार्ड हान्ने बित्तिकै आफ्नो सम्पूर्ण डिटेलहरू हजुर अब त्यो देखिने भएकोले अहिले रिक्स ठ्याक्कै भन्नुपर्दा चाहिँ अब आउने विद्यार्थीहरूलाई चाहिँ नआउने भन्ने सजेसन हुन्छ। हजुरलाई स्वागत छ मेरो यस सानोतिनो छोटो मिठो कार्यक्रममा। धन्यवाद। अनि कहाँबाट हुनुहुन्छ हजुर? नेपाल घर चाहिँ कता हो हजुर? नेपाल सोलुखुम्बुबाट। हजुर, अनि जापान आउनु भएको कति भयो त हजुर? अनि अब 2 वर्ष भइसक्यो, 2 वर्ष भइसक्यो। हजुर, अनि जापान आउनु भयो, त्यसपछि अनि जापान आएपछिको अनुभव चाहिँ हजुरले यसो सेयर गर्न मिल्छ भने यसो सुनाइदिनुहोस् न। जापानको अनुभव त कति हो कति स्टेप बाई स्टेप छ अनुभव, कुन अवस्थाको कुन अनुभव भन्ने कुरा हो त्यो अब छ। अहिले चाहिँ हाम्रो अब सुरुमा आउँदा चाहिँ निहोन गएको हुन्छ नि त, निहोन गएको चाहिँ अनुभव हल्का सेयर गरिदिनुहोस् न। अनि यसो अब नयाँ आउने विद्यार्थीलाई नि हल्का सहयोग हुन्छ कि यसो केही हुन्छ भनेर चाहिँ यसो भनिदिनुहोस् के छ। अब नियोङ गएको अनुभव भन्दा पनि 2 वर्षको नियोङ गएको सकेर अहिले गएको अहिले हामी सबैजना इन्जिनियरिङ हो होइन, पहिलो वर्ष हो नियोङ गएकोमा। अब रमाइलो थियो अब रमाइलो हुन्छ, अब साथीभाइ भेटिन्छ, पढाइ त्यस्तै हो, पढाइको कुरो त्यस्तै हो। अब यता टकन टुकुन चलिरहेको छ जिन्दगी। यो भन्छ नि नियोन गएकोमा चाहिँ अलि गाह्रै हुन्छ भन्छन्, यो चाहिँ के छ यसको बारेमा? काम साम पढाइ सढाइ सबभन्दा भाषा हो। भाषा राम्रो भयो भने जाने हो भने अलिकति सबै ठाउँ सहजै हुन्छ, कामदेखि सबै कुराहरूमा सबभन्दा कुरा भाषै हो। भाषा अलिकति मेहनत गर्नु पर्यो, गामबाटै गर्नु पर्यो। हजुर, अनि यो नेपालबाट भर्खर आइरहेका भाइ बहिनीहरू चाहिँ काम पाउने चाहिँ सिचुएसन कस्तो अवस्था रहेको छ? काम पाउन निकै गाह्रो भन्छन्, आफ्नो भाषा भयो भने पाउन सजिलो हुन्छ कि के हुन्छ यसो भनिदिनुहोस् न। भाषा भने धेरै कुराहरूमा सहयोग त हुन्छ, तर त्यही त भाषामा प्रायोरिटी दिनुहोस् भन्छु म पनि, होइन त? भाषा छैन भने जापान एकदम गाह्रो छ। भाषा भए पनि त अहिले गाह्रो भइरहेको छ होइन काम पाउन। अनि अब आउने स्टुडेन्टलाई तपाईँ जापान आउने सजेसन दिनुहुन्छ कि दिनुहुन्न? म त नआउनु भन्छु। रिजन पनि यसो सुनाइदिनुहोस्। किनभने अब जापान एकदम अहिले टाइट भइरहेछ भिजाको कुरामा। अब विदेशीहरूलाई एउटा खालको हेर्ने दृष्टिकोण भयो होइन, र स्टुडेन्ट भिसामा अब जापानमा अहिले एकदम गाह्रो छ। काम पाउनेदेखि भाषा नभए त कामै अब गाह्रो छ। भाषा हुनेलाई त अहिले काम गाह्रो छ भनेपछि हजुर गाह्रै छ अहिलेको अवस्थामा जापानमा। हजुर, लङ टर्मलाई चाहिँ अलिक गाह्रो छ। अनि हामीले अब यो सेनमन त सकिन आँट्यो, अनि हामीले चाहिँ यो खाइसे पाउने अवस्था चाहिँ कस्तो छ त्यो बारे नि बताइदिनुहोस् न। अहिले थाहा छैन विद्यार्थीहरूले अहिले थाहा छैन खाइसे, अब लगभग अब गाह्रै छ त, पाउनु त पाउला तर गाह्रै छैन। हजुर, अलिकति मेहनत नगर गामबाटतिर पुगेन भने अलिक गाह्रै छ, तर्पिनु पर्छ अलिकति। आफूमा भर पर्ने कुरा होइन त, पढाइ कस्तो छ भन्ने कुरामा। पढाइ पनि अलिकति लकको कुरा पनि हो, कतिपय भाषा कति राम्रो भएर पनि अब खाइसेहरू नपाइराखेको हुन्छ। कतिपय फेरि अब ट्याकन टुकुन मिलाएर फेरि सिरिरहेको हुन्छ, त्यही हो। पुरै त्यो के भन्छ माइनोमा काट्ने याड भएर आउने अलि ह्यान्ड क्यास गर्न चाहिँ रिक्स भइरहेछ भन्ने कुरामा के छ हजुरको? यो एकदम त्यो चाहिँ एकदम अहिलेको भर्खर नयाँ आएको कार्डमा हजुर त्यो माइ नम्बर कार्डसँगै एट्याच भएर एउटा के अरे उनै कलर नै चेन्ज भएर आएको छ होइन। हजुरको नि चेन्ज भएको छ भन्नुहुन्छ, यसो देखाइदिन मिल्छ? हल्का नामसाम छेकेर मिलाएर बोका छैन तर त्यो छ एकदम कलर, पहिला भन्दा कलरै चेन्ज भएर आएको छ। त्यो एकदम अहिले त ह्यान्ड क्यास गर्छु अब काम गर्छु भन्ने एकदम त्यो सोचेर अब आइयो भने जापान अब आउनेहरू, अब हामी त आइसक्यौँ गर्दैछौँ, तर आउनेहरू चाहिँ अलिक गाह्रै छ। एउटा मात्र कामले जापानमा पुग्दैन नै होइन, 2टा काम गर्छु भन्नेलाई अहिलेलाई एकदम गाह्रो छ। गाह्रो मात्र होइन, नगर्दा हुन्छ अब चाहिँ, किनभने 2टा त्यो एट्याच भएर आइसकेपछि माइ नम्बर कार्ड हान्ने बित्तिकै आफ्नो सम्पूर्ण डिटेलहरू हजुर अब त्यो देखिने भएकोले अहिले रिक्स त एकदम रिक्स लिएरै गर्छु। अब म आज के भरे हो भन्ने खालको रिक्स लिएर गर्नेलाई चाहिँ ठिक हो, तर सेफ तरिकाले चाहिँ गाह्रो छ होइन त। अनि ठ्याक्कै भन्नुपर्दा चाहिँ अब आउने विद्यार्थीहरूलाई चाहिँ नआउने भन्ने सजेसन हुन्छ हजुरको तर्फबाट चाहिँ? त्यो भन्न पनि मिलेन, अब गामबत्ती गर्छु राम्रो दुःख गरेर चाहिँ होइन त्यो गर्छु, भाषामा होस् कि अब पढाइमा होस् राम्रो गरेर गर्छु पछि भविष्यलाई
हजुर हजुर नर्मल अब एकदम अब एडभान्टेज लाइफ चाहिँ होइन कि नर्मल लाइफको लागि चाहिँ ठिकै हुन्छ पछि अब हामीले आउँदा त त्यो हिसाबले अब दुःख हल्का पैसा गर्छु, लाए आउँछु हुन्छ नि भने त 16-17 लाखै लाए हुन्छ नि त लाग्यो। त्यो अनि त्यो पैसा रिटर्न गर्न त गाह्रै हुन्छ नि होइन गाह्रो हुन्छ गाह्रो हुन्छ त्यो 3-4 वर्किङ नलाए त सहिँदैन नि होइन सकिँदैन 3-4 वर्षमा पनि गाह्रो त्यो हुन्छ चाहिँ अलि हामीले तिरिसकेका छैन तिरेको छैन हजुर हजुर त्यो हिसाबले लगभग गाह्रै हुन्छ भन्ने कुरो बुझाइ हो हजुर यतिको अनुभव सेयर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई तपाईँलाई पनि यस धन्यवाद कार्यक्रमलाई यतिसम्म बनाइदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद अनि आफ्नो परिचय यसो दिनुहोस् न हजुर हजुरको नाम बताइदिनुहोस् लास्टमा नाम भनिएन है सुरुमा नाम भन्न बिर्सिएछ अनि म चाहिँ प्रदीप राई घर सोलुखुम्बु नेपालको अहिले चाहिँ जापानको